नमस्ते सबैजनालाई। सबैजना सन्चै आरामै होइसिन्छ होला। म पनि सन्चै आरामै छु। म चाहिँ आज मेरो विषयमा कुरा गर्न आएको। पहिलोपटक म टिकटकमा आफ्नो बारेमा बोल्दैछु है। 2 दिन 3 दिन अगाडि मेरो पोडकास्ट आएको छ। अर्को पोडकास्टमा मैले आफ्नो स्ट्रगलिङ फेजहरू, जति बेला मैले सङ्घर्ष गर्नुपर्ने दिनहरू थियो, त्यो सङ्घर्षको विषयमा मैले कुरा गरेको छु त्यसमा। र त्यसमा सङ्घर्षका कुरा गर्दा गर्दै कता कता आमा पनि थोरै मुछिसकेको छ। त्यसमा आमालाई पनि मैले भनेको छु कि आमाले मलाई कति बेला यस्तो बोलिसिन्थ्यो, यस्तो भनिसिन्थ्यो भनेर है। तर मैले त्यहाँ कहीँ भनेको छैन कि आमाले मलाई माया दिसेन, माया गर्छेन भनेर। मैले त्यति बेला पनि भनेको छु आमाले मलाई धेरै माया गर्छिन्थ्यो। हामी दुईजनामा अझै पनि राम्रो माया छ, राम्रो सम्बन्ध छ, मेरो फ्यामिलीसँग राम्रो सम्बन्ध छ, उहाँहरूले मलाई धेरै माया गर्छिन्छ भनेर भनेको छु है। सायद त्यो हेर्न छुटाइस्यो होला अथवा के भयो। अनि मलाई चाहिँ आमा यसरी रिसाएको, नबोलेको देख्दाखेरि मलाई एकदमै गाह्रो भइरहेछ हेर्नु है साथीहरू। अनि मलाई चाहिँ एकदमै पीडा फिल भइरहेछ। म रातभरि सुत्न पनि सकेको छैन। म आफूलाई एकदमै नराम्रो फिल भइरहेछ अहिले चाहिँ होइन। मलाई अरू मान्छे नबोलेर मलाई फरक पर्दैन होइन। तर आफ्नो हजुरआमा नबोल्दाखेरि एकदमै नराम्रो फिल हुँदो रहेछ, पीडा लाग्दो रहेछ क्या, नराम्रो एकदमै। कस्तो फिल भइरहेछ भन्दा मैले त सबै कुरा मैले त कति ठुलो गल्ती गरेँ जस्तो फिल भइरहेछ होइन। मैले गल्ती त गरेको होइन, मैले आफ्नो सङ्घर्षको कथाहरू मात्र सुनाएको हो त्यसमा होइन। मैले गल्ती केही गरेँ जस्तो लाग्दैन मलाई। हजुरहरू पनि गएर अर्को पोडकास्ट हेरिदिस्यो होइन, हेरिस्यो, सुनिस्यो। अनि मैले कहाँनिर हजुरआमालाई मैले नराम्रो भनेको छु त्यो पनि औलाइदिस्यो, कमेन्टमा भन्न सकिसिन्छ मैले कतै नराम्रो भनेको रहेछु भने होइन, मलाई पनि महसुस होस्। मैले त सिधा भनेको छु कि आमाले हो कहिलेकाहीँ मलाई भनिसिन्थ्यो, भनेकै कुराहरू 100% ट्रु कुराहरू मैले भनेको छु। मैले गलत कुरा मैले कहीँ पनि गरेको छैन। अनि अर्को कुरा, अब त्यसमा सङ्घर्षका कथाहरू भन्दै अब सबै कुरा सङ्घर्षकै कुराहरूमा अन्त्य भयो। मैले सुखका कुरा गर्न पाइनँ। मैले सुखको कुरा कहीँ पनि, कुनै पनि फिल्डको सुखको कुरा गर्न पाएको छैन त्यहाँ। किन भन्दाखेरि त्यो सङ्घर्षको कथाहरू भन्ने ऊ थियो होइन, पोडकास्ट थियो। अनि त्यसपछि हो आमाले मलाई धेरै माया गर्छिन्छ है। आमा मेरो लागि धेरै रोइसकेको पनि छ। हरेक वर्ष दसैँमा बाबाको यादमा हामी कहिले पनि नरोइकन टिका लगाएको कुनै पनि दसैँको टिका छैन होला होइन। आजसम्मको दसैँमा हाम्रो घरमा आँसु बिनाको टिका कहिले पनि भएको छैन। हामी सधैँ नै रोएको हुन्छौँ दसैँको बेलामा। मलाई यस्तो फिल भयो कि आज आएर चाहिँ मैले एकदमै ठुलो गल्ती गरेँ कि क्या हो जस्तो फिल भयो क्या होइन। मसँग आमा नबोल्दाखेरि चाहिँ मलाई एकदमै पीडा भइरहेछ साथीहरू, साँच्चीकै होइन। एकदमै नराम्रो लागिरहेछ। त्यहाँमाथि आज आमाको मुख हेर्ने दिन। मलाई कल गर्न पनि मैले सकिरहेको छैन क्या। मैले कल गरेँ भने मेरो फोन काटिसिन्छ कि जस्तो लाग्छ होइन। अनि मसँग बोलिसिन्न कि मलाई झन् धेरै पीडा हुन्छ नि त त्यसरी त, त्यस्तो गर्छु भने त होइन। आमा होइन, मैले केही पनि गल्ती गरेको रहेछु भने मलाई माफ गरिदिस्यो होइन। मैले केही गल्ती त बोलेको छैन जस्तो लाग्छ होइन। मैले यदि हजुरलाई फिल हुन्छ कतै पनि मैले गलत बोलेको छु जस्तो लाग्छ भने प्लिज मलाई माफ गरिदिस्यो। अनि मसँग यसरी नरिसाइस्यो। म हजुरसँग नबोलिकन म बस्न सक्दिनँ आमा। साँच्चीको मलाई एकदमै धेरै पीडा भइरहेछ। म राम्रोसँग काम पनि गर्न सकिरहेको छैन। रातभरि सुत्न पनि सकेको छैन। मलाई एकदमै गाह्रो भइरहेछ। त्यहाँमाथि म विदेशको ठाउँमा छु होइन। मलाई बोल्न पनि
किन है मलाई एकदमै गाह्रो फिल भइरहेछ क्या आमा नबोल्दाखेरि चाहिँ मलाई अरू नबोल्दा मलाई फरक पर्दैन मलाई अरू कोही नबोलेर मलाई फरक पर्दैन तर आमा त आमा हो नि त अनि आमा नबोल्दाखेरि चाहिँ मैले सहनै सकेको छैन मलाई एकदमै गाह्रो भइरहेछ मलाई साँच्चीकै मैले के चाहिँ गल्ती गरेछु जस्तो लागिरहेछ है मैले त्यसरी भनेको होइन आमा मैले भन्न खोजेको कुरा अर्कै थियो त्यो कुरा अर्कैमा मोडियो खासमा चाहिँ मैले भन्न खोजेको मेरो आमा बुढी भइसकिसकेको थियो बुढी भइसकिन्छ भाइ पनि सानो थियो त्यो कारणले गर्दा मैले काम गर्नुपर्थ्यो घरको सबै कुरा म नै एक्लो थिएँ जसले अब घर सम्हाल्नु पर्थ्यो किन भन्दा म मात्र थिएँ त त्यहाँ अङ्कल आन्टी विदेश गइसक्थ्यो भाइ पनि सानो थियो हजुर पनि बुढी भइसक्थ्यो हजुर सबै काम गर्न सकिसिन्थेन हो मलाई सहयोग गरिसिन्थ्यो जति सक्दो त्यति गरिसिन्थ्यो भएन भनेर कलेजबाट आउँदाखेरि भात अहिले भाँडा भान्नुपर्छ भनेर भात टिफिनमा हालेर आफैले भाँडा माझेर बसिसिन्थ्यो मैले नगर्नु न आमा हजुर बिरामी भइसिन्छ भन्दा पनि आफै काम गरिसिन्थ्यो हो मलाई थाहा छ तर मैले त्यहाँ सबै कुरा समेट्न पाइनँ मलाई माफ गरिदिन्छु प्लिज मसँग भोलिसम्म यसरी नरिसाइदिनु मलाई एकदमै गाह्रो भइरहेछ